शिला हामी कहाँ जाँदैछौँ रे कहाँ जाँदैछौँ रे हामी त्यो कुन ठाउँ हो रे के भन्छ यो चाहिँ अनि के सधैँ हुन्छ कि बाघ आज मात्र यो सधैँ यस्तो मान्छे हात राखेको बाघ भयो दिदी अनि त्यही भएर यहाँ राखेको यहाँ राखेपछि हेर्न आउनेहरूले नि हेर्नु भयो नि त अनि त्यो भएर कति भयो त त्यो बाघ राखेको यहाँ राखेको त थुप्रै भयो होला दिदी यति नै भन्ने चाहिँ अलि आइडिया भएन जस यहाँ राख्यो भने हामी हेर्न नै आएको थियौँ कि त्यही बेलामा थाहा पाएको यहाँ दुईवटा बाघ छ भनेर यो चितवनमै पर्छ नि होइन हजुर चितवन 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 होइन हजुर ए त्यहाँ चढेर हेर्ने हजुर यताबाट हेऱ्यो नि भयो हामी यताबाट हेऱ्यो नि भयो हाम्रो ग्रुप यता जाऊँ न ओके डह्रो व्यवस्थापन गरेर रहेछ त यहाँ हस्बेन्डको फोन आइसक्यो तिमी यस्तै गर्छ भने मलाई थाहा थियो 11:35 भयो तिमी यस्तै गर्छ भने मलाई थाहा थियो टिकट काट्दिनँ भने फेरि के छुट्टानु भयो काटेको अब त्योहरूलाई पनि गर्नु पऱ्यो अरे के लानु पऱ्यो अरे खोइ ए एउटा चाहिँ उता भित्र पस्यो होला मान्छे राखेको भने चाहिँ त्यति चाहिँ आइदियो थाहा दिदी बुढो बाघ तर यत्रै ठुलो दुइटैले खाएको खोइ त्यसो भए है यहाँ एकजना एउटा दाई हुनुहुन्थ्यो बुढो बुढो उहाँलाई सोध्नु भयो आज त्यो दाई रहेन आज शनिबार भएर त्यो भयो होला अरे क्या त्यो एउटा बुढो बुढो हुनुहुन्थ्यो कि अर्को बाघ हेर्दैन होला अर्को कहाँबाट हेर्ने त ए उताबाट हेर्नु मिल्दो रहेछ ल जाउँ अर्को बाघ अनि यो अलिक सेतो पनि है खुट्टा तन्कायो मोबाइल ब्याङ्किङ